ल है त केमिस्ट्रीको मोस्ट इम्पोर्टेन्ट क्वेसनहरूको लिस्ट लिएर आइसकेको छु। यो क्वेसनहरूलाई स्क्रिनसट गर्नुहोस्। अब मैले सबै एक एक गरेर भनेर बस्दैन, स्क्रिनसट राख्नु। यही क्वेसनहरू सोध्छ होइन, पढेर जानुहोस्। यहीँबाट क्वेसन आउँछ। तपाईँहरूको पास मार्क्स त ढुक्कै हो, 50-60 मार्क्स एभब तपाईँले एटेम्प गरेर आउनुहुनेछ भन्ने मैले आशा गरेको छु है त। सबै पढेर जानुभयो भने। अब सबै पढ्न सक्नु भएन भने पनि यहाँबाट नि अझै तपाईँले सेलेक्ट गरेर पनि पढेर जानुहोस्, तपाईँहरू पास त ढुक्कै हो। अब योहरू सबै स्क्रिनसट गरेर राख्नुहोस्। केमिकल काइनेटिक्सबाट हाफ लाइफहरू एकदम इम्पोर्टेन्ट छ। न्युमेरिकलहरू कहाँबाट पढ्ने भनेर मैले यहाँ तल राखिदिएको छु। न्युमेरिकलहरू यहाँबाट पढेर जानु भनेर पनि राखेको छु। अब केमिकल थर्मोडाइनामिक्समा हिजो थर्मोडाइनामिक्सको सेकेन्ड ल सोधेन त, सोध्यो नि त होइन। अब यहाँ पनि सोध्न सक्छ, यहाँ पनि पढेर जानु है। इलेक्ट्रोकेमिस्ट्रीबाट यति मात्रै पढे पुगिहाल्छ होइन। अब तपाईँहरूको यहाँ अरू पनि मैले राखिदिएको छु, के पढ्ने, कुन कुन लहरू पढ्ने होइन, यो सबै पढेर जानु। डिफिनेसनहरू के को पढ्ने भनेर पनि राखेको छु, यो डिफिनेसनहरू पनि पढेर जानु। डिफ्रेन्सिएट के को गर्न सोध्ला, डायग्रामहरू कुन कुनको राम्ररी प्र्याक्टिस गरेर जाने यहाँ लेखेको छु होइन, त्योहरू प्र्याक्टिस गरेर जानुहोस्। अनि केमिकल अब यो सिमेन्ट, पेपर, ड्रग्सहरूबाट नै एकदम क्वेसनहरू सोधिरहेको हुन्छ। यहाँको पनि के पढ्ने भनेर मैले राखेको छु। अब क्लासिफिकेसन अफ ड्रग्सको पनि पढेर जाने होइन, डिस्क्राइब गर्नेहरू क्वेसनहरू सोधिरहेको हुन्छ होइन। अब यो फ्लोसिट डायग्राम बनाउने क्वेसनहरू यहाँबाट सोधिरहेको हुन्छ होइन। यो क्वेसनहरू पढेर जानु। यहाँको मैले लेखेको यो स्क्रिनसट राख्नु होला है, पुरै स्क्रिनसट राख्दै पढ्दैन होला। अब योहरू एकदम इम्पोर्टेन्ट छ। अब म युट्युबमा नै हालेर राखेको हुन्छ, युट्युबमा डाउनलोड गरेर राखेर पढ्दा पनि हुन्छ। अब युट्युबमै तपाईँले स्क्रिनसट लिँदा पनि हुन्छ। अब तपाईँको अर्को छ ट्रान्जिसन मेटल्समा के क्वेसन सोध्छ भनेर राखेको छु। ट्रान्जिसन मेटलमा यो सबै पढेर जानुहोस् है, योहरू इम्पोर्टेन्ट छ। इनअर्ग्यानिकबाट धेरै छैन, यति मात्रै छ, यति सबै पढेर जानु होला। डेफिनेसनहरू होइन। अब भोलिमेट्रिक एनालाइसिसमा चाहिँ तपाईँको अब धेरै कुराहरू छ यसमा पढ्नुपर्ने। अब गाह्रो क्वेसन सोध्यो भने त अब त्यही हो, मिल्दैन होइन। सजिलो खालको सोध्यो भने यो फर्मुलाहरू लगाएर मिलाउने खालको। अब यो दुईवटा डेफिनेसनहरू, यो तीनवटा पढेर जानु, डिफ्रेन्सिएट गर्ने पढेर जानु, न्युमेरिकल पढेर जानु है त। यस्तैहरू हो। अब अर्ग्यानिकबाट के सोध्ला त भनेर राखेको छु। अर्ग्यानिकबाट पनि सबै पढेर बस्न त टाइम हुँदैन नि त होइन। त्यही भएर यहाँ इम्पोर्टेन्ट क्वेसनहरू अब नेम रियाक्सन त फिक्स नै हो, यतिबाटै क्वेसन आउँछ। नेम रियाक्सनहरू पढ्नु, टेस्ट रियाक्सनहरू के छ त्योहरू पढ्नु है। अनि त्यसपछि ल्याब प्रिपरेसन, यो 4वटाबाट एउटा क्वेसन फिक्स नै हो, यो पढ्नु। धेरै पढेर नबस्नु। अब अर्ग्यानिकमा यति मैले लेखाएको जति पढ्नु पुगिहाल्छ है त। अनि कन्भर्जनहरू सोधिरहेको हुन्छ। कन्भर्जनहरू यहाँ सोधेको बाहेक अरू पनि तपाईँहरू सक्नुहुन्छ भने अरू पनि गर्नु है। अनि गिभ रिजनवाला क्वेसनहरू यस्तो खालको गिभ रिजन क्वेसन पनि सोध्छ, यो पनि स्क्रिनसट गरेर पढ्नु है। अनि यस्तोहरू हुन्छ। अनि अर्को चाहिँ छ तपाईँको वाट ह्यापन्स व्हेन भनेर पनि सोधिरहेको हुन्छ होइन। यो यहाँ लेखेको बाहेक पनि भ्याउनुहुन्छ भने अझै पढ्नु। यति चाहिँ पढ्नै पऱ्यो, यहाँ भएको चाहिँ तपाईँले मोस्ट इम्पोर्टेन्ट पढ्नै पऱ्यो है त। योहरू पढ्नु पऱ्यो। इक्जाम्पल प्लस युज भनेर यिनीहरूको सोधिरहेको हुन्छ, यति तपाईँहरूले पढेर जानु पऱ्यो है। अनि यति नै होला, यति पढेर त तपाईँहरूको केमिस्ट्री त फिनिस छ त। अनि यति त पढ्नु छ मजाले, आज प्र्याक्टिस गर्नु, भोलि बिहान गर्नु। तपाईँहरूको त पास त स्योर हो क्या, पासमा त धेरै राम्रो मार्क्स आउँछ। अनि कमेन्टमा आएर थ्याङ्क यू सो मच भनेर लेखिदिनु होला है त। ओके।